भानु पोखरेलजीले एउटा क्वेसन सोध्नु भएको रहेछ होइन, लिस्टीमा किला कसरी ठोक्ने भन्ने बारेमा सिकाइदिनको लागि म बताइदिन गइरहेको छु। तपाईँहरूले लिस्टी ठोक्न अलिकति अप्ठ्यारै हुन्छ नि त, सानो अझ त्यसमा पनि सानो साइजको लिस्टी भयो भने त झन् गाह्रो छ होइन। यो चाहिँ मैले तपाईँहरूलाई अहिले देखाउँदै गरेको सबैभन्दा सानो लिस्टी है। योभन्दा सानो लिस्टी चाहिँ छैन, क्यासिङ क्यापिङ भन्छ नि हो। यो चाहिँ बजारमा योभन्दा सानो छैन, यो 15 बाई 10 बाई 15 को सानो हो लिस्टी है। यो सानोमै ठोकेर देखाएँ भने तपाईँहरूलाई सजिलो होला भनेर मैले सानोमा, ठुलोमा त अलिक सजिलो हुन्छ नि त, अप्ठ्यारो भनेको सानोमा हुने हो। त्यही भएर मैले सानो पिस एउटा टुक्रा लिएर तपाईँहरूलाई देखाउन गइरहेको छु। यो तपाईँहरूले सिक्नुभयो भने आफ्नो हातमा ठोक्ने, लिस्टी फुट्ने यस्तो पनि हुँदैन है। तपाईँहरूलाई सजिलो तरिकाले सिकाउन गइरहेको छु। हेर्नुहोस्, यो लिस्टीलाई पहिला यो मैले तलको यो जुन प्लाइवुड राखेको छु यसलाई भुइँ मानेर, भित्ता मानेर यसको माथि एउटा लिस्टीको टुक्रा राखेँ। यो किला सानो हुन्छ होइन। यो सानो किलालाई अब त्यहाँ बिचमा राखेर यसरी ह्यामरले हान्दाखेरि त हाम्रो हातमा हानेर हात दुख्छ, हातमा मजाले दुख्छ नि। अब थिचिन्छ नै, कहिले निलै हुन्छ हात होइन। यो दुःख त हामी गर्ने मान्छेलाई मात्रै थाहा हुन्छ, अब त्यो हेर्ने मान्छेले त कसरी गर्यो त्यो मतलब भएन नि त। यसलाई ठोक्न चाहिँ अब यसरी समाउ, जस्तो किला सानो छ त्यहाँ भित्र ह्यामर छिर्दैन, बडा अप्ठ्यारो छ है। यसको लागि तपाईँले के गर्ने भने एउटा यो चुच्चे पिलास लिनुहोस्। चुच्चे पिलासले यसरी चाहिँ किलालाई समाउने होइन। त्यसरी किलालाई समाउँदाखेरि टाउकोभन्दा अलिकति तल समाउने र तलपट्टिको किला चाहिँ अलिकति बाङ्गो राख्ने है, थोरै बाहिरपट्टि फर्केको हिसाबले। त्यो किनभने त्यहाँ लिस्टीमाथि राख्दाखेरि पिलास चाहिँ बाङ्गो सिधा भयो भने ठ्याक्क तल बराबरमा छोइन सक्छ। त्यही भएर हल्का बाङ्गो गराएर राखेर अनि त्यसरी राख्नुहोस् र यसरी राखिसकेपछि माथि आएर किला ठोक्नुहोस्। तपाईँले यो किलाले भित्ता समाउँदासम्म चाहिँ ठोक्नु पर्यो है। हल्का यसो अड्डिएपछि किला त्यो यो तपाईँले पिलास निकाल्दा पनि हुन्छ। त्यो निकालिसकेर अनि किला भित्तामा समातिसकेपछि त्यसरी अड्डिन्छ। अड्डिसकेपछि अब त्यो लिस्टीको बराबरसम्म त त्यसरी ठोक्न सकियो होइन। लिस्टीभन्दा भित्र गएपछि कसरी ठोक्ने त? अब यो फ्ल्याटतिरबाट ठोकौँ भने पनि साइडमा ठोकेर लिस्टी फुट्ला भन्नु पर्यो र अब पछाडिबाट त झन् अब भित्र छिर्ने कुरै भएन। त्यसको लागि तपाईँले यस्तो नट बोल्टको चाहिँ एउटा नट बोल्ट लिनुहोस्। त्यो बोल्टको पछाडि हेर्नुभयो भने जुनसुकै बोल्टमा यस्तो सानो क्वाल हुन्छ है, भनेको खाल्डो हुन्छ। त्यो खाल्डोलाई त्यो किलाको टाउकोमा ट्याक्क हो त्यसरी राखेपछि त्यो किला चाहिँ दायाँ बायाँ हल्लिँदैन। यसरी किला नहल्लिसकेपछि के हुन्छ भने किला चाहिँ त्यो ठ्याक्क सेन्टरमा बस्छ र अब यसको माथिबाट तपाईँले टुक्क टुक्क बिस्तारै हेर्दै एकैपटक डङ 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 नहान्नु होला। बिस्तारै त्यो किलालाई ठ्याक्क बिचमा राख्दै ठोक्दै गर्नुभयो भने किला मजाले भित्र छिर्छ। त्यसपछि तपाईँलाई समस्या भएन, न हातमा ठोकिन्छ होइन, न त तपाईँको लिस्टी फुट्यो होइन। यसरी मजाले तपाईँले किला ठोक्न सक्नुहुन्छ। यो मैले प्लाइवुडमा तपाईँहरूलाई यो स्याम्पल पिस मात्रै देखाएको। किला पछाडि नै गयो, भित्तामा यसरी ठोकिसकेपछि यो हेर्नुहोस्, लिस्टी पनि फुटेन होइन। किला त पछाडिसम्म गइसकेको छ, लिस्टी फुटेको पनि छैन, हातमा पनि ठोकिएको छैन, यसरी दुखेन। हाम्रो आफ्नोलाई पनि सुरक्षा भयो र काम पनि राम्रो भयो। यसरी गरियो भने हामीले कहिले पनि समस्या भोग्नु पर्दैन। थाहा पाउनुभयो होला विष्णु पोखरेलजीले होइन। तपाईँले अब एउटा यो नोज प्लायर र एउटा चाहिँ बोल्ट, यो नट लिनु होला, के अरे बोल्ट। त्यति भयो भने तपाईँले मजाले गर्न सक्नुहुन्छ।